हेलो नानी बाबुहरू, आज म फेरि तिमीलाई कोर्डिनेट ज्योमेट्रीकै भेरी सर्ट क्वेसन नम्बर 7 लिएर आएको छु। अब यो क्वेसनलाई बनाउनुभन्दा अगाडि म तिमीलाई एउटा चिज के भन्न चाहन्छु कि मेरो युट्युब च्यानल वीरेन्द्र थापा 2877 और थापा शर्मा गएर मेरो जम्मै क्वेसनहरूलाई हेर्न सक्छौ। हेर्नु मात्र नै, मेरो युट्युब च्यानल लाइक सब्सक्राइब सेयर पनि गरिदिनु है नानी बाबुहरू। ल अब जाँदैछौँ हामी क्वेसन नम्बर 7 मा। फर व्हाट भ्याल्यू अफ एम, क्वेसनलाई राम्ररी पढ्ने। फर व्हाट भ्याल्यू अफ एम द टू लाइन्स रिप्रेजेंटेड बाई 3x² plus 8xy plus my² आर परपेंडिकुलर टू इच अदर फाइंड इट भन्ने छ हैन। अब हामीले पढेको छौं दुईटा चीज, एउटा एंगल बिट्विन त भइसक्यो हाम्रो हैन। अब यसमा परपेंडिकुलर र कोइन्सिडेंट भन्ने छ। कोइन्सिडेंट में कंडीशन अफ कोइन्सिडेंट में के हुन्छ, h² इक्वल्स टू ab भन्ने फर्मुला हुन्छ। परपेंडिकुलर में a प्लस b इक्वल्स टू 0 हुन्छ, जो अहिले 2082 में हाम्रो सी को एक्जाम में सोधेको थियो। भेरी सर्ट क्वेसन हैन। अब यो क्वेसनलाई हामी कम्पेयर गर्ने छौं, a र b निकाल्ने छौं, फेरि a प्लस b इक्वल्स टू 0 गरेर हामी m को भ्यालु निकाल्न गइरहेका छौं है त। ल यता हेर, सोल्युसन here the given lines 3x² plus 8xy plus my² equals to 0, comparing with ax² plus 2hxy plus by² equals to 0, a equals to 3। अब हेर xy कंपेयर भएपछि 2h equals to 8, h equals to 4, b equals to m। हामीले h को भ्यालु पनि निकाल्दियौं, केही छैन। फेरि हामी भन्छौं कंडीशन ऑफ परपेंडिकुलर a plus b equals to 0, a भनेको कति भयो 3, b भनेको m, therefore m equals to -3। ल हेर, यो पनि हाम्रो के गर्छ, एक्जाम में सी वालाले सर्ट क्वेसन सोधिराखेको हुन्छ हैन, 2 मार्क्स को। अब यो 2 मार्क्स को क्वेसनलाई कसरी बनाउने भन्ने कुरा मैले बताएँ। पहिले लाइन दिएको हुन्छ, कम्पेयर गर्ने, ए र बी निकाल्ने, ए एच बी मैले निकालिदिएको छु, यसमा एच पनि निकाल्ने तरिका नि बुझिहाल्नु हैन। ए र बी निकाल्ने, कंडीशन अफ परपेंडिकुलर को फर्मुला a प्लस b इक्वल्स टू 0, a भनेको 3, b भनेको चाहिँ m। यो 3 लाई प्लस राइट तिर लाग्दाखेरि प्लस को के हुन्छ माइनस, यो -3, यसको रिक्वायर्ड भ्यालु कति भयो हाम्रो -3 है त। बुझ्यौ नि, भेरी सर्ट क्वेसन बुझिहालिन्छ यस्ता क्वेसनहरुलाई है। ल थ्यांक यू नानु।